बाहिर निस्किम होला यहाँ त राइडर दिएर भयो कि ठिक छ कि 15 सेकेन्ड भनेर राखिदिन्छ नि त हो यसमा त अहिले रुको जरा सबर करो अघि यहाँ इन्टरनेसनल डोमेस्टिकमा जानुपर्ने कति 200 मिटरको 400 मिटर थियो यसो थिचेको आहा जी माल गायो भनेर जस्तो भयो रुको जरा सबर करो थिच्न भ्याए नि आसे पैसा त्यो मैले हालेको छु त अघि ग्रुपमा के मैले हालेको त्यो म त हेरिरहेको थिएँ होइन अल्छी लागेर नउठाएको के नत्र मेरोमै आएको थियो यही हो यही हो क्या यही ल्याएको हो यहाँबाट जान पाइयो त चला मान्छेहरू 490 नि हिँड्न सक्दैन कौन है ये लोग कहाँ से आते हैं हतारै भएर हो कि अल्छी लागेर हो कि 180 मिटर त हिँड्न सकेन म 500 मिटर लिन गएको कहाँ हो भाइ भनेको मिस्टेक गरे हो भनेको होइन दाइ दुईटा घर पछाडि मात्रै हो भन्छ ओ भाई मारो मुझे मारो मारो मुझे मारो मारो पैसा दियो नि दियो तपाईहरुलाई त फाइदा हुन्छ नजिक हो नि भन्छ के गर्नु यार दुईटा घर पछाडिको त 500 त मिटर लिएर गएको छु म 180 मिटरमा मात्रै जानु पर्ने लो ल्याट त लास्ट हसायो तपाईले त हो त्यो रेल घट्ने उ त्यहाँ त्यो गौरी घाट उता नि भित्र हो त्यहाँ भित्रको बाटो पुलमा बसिरहेको छु अब आयो नजानु गइदिएको तिदाइ हो भन्छ एकचोटि बनाएको रुक भन्छ रुक भन्छ रोक्नु भन्छ क्या भाइ थियो रोक्नु त यही हो भन्छ एकचोटि बटार्ने चाहिँ प्यासेन्जर के 500 किलोमिटर लिन गएँ म होइन 180 200 किलोमिटर मात्रै हिँड्नु पर्ने क्या त्यसलाई दुईटा घर पछाडि बटारेको रोक्नु भन्छ एकैचोटि आइगयो त्यो त 60 रुपियाँ 500 मिटर मात्रै किलोमिटर होइन 500 मिटर भयो 180 200 मिटर पनि थिएन कि होइन 200 मिटर पनि थिएन 180 200 मिटर मात्रै थियो कि जानुपर्ने बोलाउँछ 60 रुपियाँ तिरेर 500 मिटर एकचोटि बटार्दाखेरि रोक भन्छ रे के रोक्नु भन्छ त्यति यार म चाहिँ मिस्टेक गर होला होइन 60 रुपियाँ त अलि 1 किलोमिटर भयो हुन्छ नि भनेर बर्खाको रोक्नु भन्छ ल जमेर अहिले ट्राफिकले समाउँछ हामीलाई धेरै जम्मु भयो क्या यहाँनिर अब के भन्नु रोक्नु त खत्म रोक भनेपछि अब कुदाउनु त भएन है एकै झट्कामा पुगेपछि त्यति धेरै यार 7 किलोमिटर 4 किलोमिटर लिन जान्छ एकै दिनमा 3 जोडी भेट्यो मैले 5 भला राइट आएको रहेछ तर उठायो होला कसले यहाँ भित्र गरी फेरि यहाँ बज्दैन लास्टै फन्नी मान्छे रहेछ त्यही भवाल हाँस्यो त्यो केटाले